यो चाहिँ हाम्रो नयाँ ठिमीको बाटो अनि यो ठिमी चोकबाट चाहिँ हाम्रो हस्पिटल आउने बाटो भयो। यो चाहिँ मध्यपुर हस्पिटल बाटो पुगिन्छ। यही बाटो चाहिँ तपाईहरु सिधा अगाडि आउनुभयो भने चाहिँ हाम्रो पसल देख्न सक्नुहुनेछ र यहाँबाट भित्र छिरिसके पछाडि सुरुमा चाहिँ मध्यपुर हस्पिटल आउँछ। यो चाहिँ मध्यपुर हस्पिटल हो, देख्न सक्नुहुनेछ तपाईहरुले। यो हस्पिटलको बाटो सिधा दायाँ बायाँ कतै जाने बाटो पनि छैन, सिधै हजुरहरु आउनुभयो भने यहाँ चाहिँ अगाडि हनुमन्ते खोला छ। हनुमन्ते खोला, यो हनुमन्ते खोलाको पुल कटिसके पछाडि चाहिँ अलिकति अगाडि मिड भ्याली कलेज आउँछ। राइटतिर स्कुल छ, लेफ्टतिर कलेज छ। यो चाहिँ हनुमन्ते खोला भयो। अनि यो कटेर हजुरहरु पुल पनि कट्नुपर्ने हुनेछ। पुल कटेर सिधा अगाडि सिधै हामी जताबाट आए पनि ठ्याक्क आउने बाटोपट्टि नै छ के हाम्रो चाहिँ लेफ्टतिर। ठ्याक्क अब हामी चाहिँ पसलमा पुग्यौं। यो चाहिँ हाम्रो पसल हो, एसआर डेरी बेकरी एन्ड कफी शप चाहिँ हाम्रो पसल हो। एसआर डेरी बेकरी एन्ड कफी शप दाइची हामी त छ हाम्रो एसआर। अनि हजुरहरूलाई हाम्रो एसआर डेरी बेकरी एन्ड कफी शपमा चाहिँ स्वागत छ है। सबैजना आउन सक्नुहुन्छ। हाम्रो पसलमा चाहिँ दही, चिया, दुधदेखि लिएर बेकरी आइटमहरू सम्पूर्ण पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। हजुरहरूले अर्डरको लागि हामीलाई सम्झन सक्नुहुनेछ। एसआर डेरी बेकरी एन्ड कफी शपलाई थ्याङ्क यू।